साथीहरु कसैको चाहिँ यो बनाउने हातै मिठो है। हाई एभ्रीवान, कस्तो हुनुहुन्छ? मलाई यस्तो माछा खान मन लागेको झापादेखि नै, त्यही भएर दिदी र म चाहिँ निस्क्यौँ चाबेल माछा किन्न भनेर। यो चाहिँ चाबेलको गणेशस्थान मन्दिर, यो चाहिँ पुरानो सब्जी मन्डीको छेउमा पुरानो माछा पसल रहेछ। दिदी सधैँ त्यहाँ किन्छु रे, फ्रेस पनि पाउँदो रहेछ। माछा किनेर हामी लाग्यौँ आएको भनेर धनियाँ किन्नको लागि। त्यस पछाडि हामी निस्क्यौँ फेरि यो चाबेलको रोड हो। यति भिडभाड हुन्छ, तर दिदी यति कन्फिडेन्स भएर कुदाउनुहुन्छ, ढुक्क लाग्छ है। अनि हामीले मात्रै खाएर भएन, नानीहरूलाई मासु ल्याइदिनु पर्यो, रोस्ट चाहियो रे। अनि मासु किन्न थाल्यौँ र म घर आइपुगेँ साथीहरू। अनि माछालाई मजाले धुनु पर्यो नि त, त्यसको लेउ सेउ सबै फालेर होइन। अन्त माछा तार्न थाल्यौँ। नर्मली माछा चाहिँ हामीले अब त्यो भरे ग्रेभी खाने भनेपछि नुन र बेसार अनि त्यसमा अरू केही पनि राखेको छैन, त्यसरी नै मलेर चाहिँ अनि माछा चाहिँ हामीले तारिसक्यौँ। तारेर चाहिँ विशेष गरी माछाको लागि भनेको तोरी या सर्स्यौँ चाहिँ हुनु पर्यो, त्यही नै हो। अरू सबै चाहिँ सबैले प्रयोग गर्ने मसलाहरू एउटै हुन्छ। अनि माछा चाहिँ मजाले तारिसकेर निकालिसके पछाडि मसला पकाउने होइन। तेल अलिकति राम्रै छ, डढेको छैन भने त्यही तेलमा बनाए पनि भयो। अनि त्यस पछाडि रस बुक्लुक बुक्लुक मजाले उम्लिसके पछाडि चाहिँ माछा लगाइदिने, अघि तारेको माछा। अनि माछाको क्वालिटी हेर्नुहोस् न, यति राम्रो देखाएको छ है, यति मिठो पनि भएको थियो। माछा खाइसके पछाडि भिडियो एडिट गरेर भिडियो पोस्ट गरेको मैले चाहिँ। कस्तो लाग्यो कमेन्ट गर्नु होला। लभ यु अल, बाई बाई साथीहरू।